नमस्कार, म डाक्टर सन्तोष खड्का, हाडजोर्नी तथा नसारोग विशेषज्ञ। आज म यो भिडियो मार्फत युरिक एसिडले गराउने बाथरोगको बारेमा केही सत्य तथ्य जानकारी दिन गइरहेको छु। हामीलाई युरिक एसिडले गराउने बाथरोगको बारेमा जानकारी लिन किन आवश्यक छ? किनभने यो रोग हाम्रो शरीरमा युरिक एसिडको मात्रा बढी भएर हाम्रो शरीरको अङ्गलाई नष्ट गर्न खोज्दाखेरि हुने बाथरोग। युरिक एसिड हाम्रो शरीरमा यो फोटोमा देखाए जस्तै प्युरिन भन्ने प्रोटिनबाट बन्छ र प्युरिन धेरै मात्रामा पाइने खानेकुराहरू यो फोटोमा देखाए जस्तै रातो मासु, राजमा, कोबीको तरकारी, प्रोसेस सुगर एडेड फुड, जुनसुकै ब्रान्डको रक्सी जस्तै बियर, भोड्का र सफ्ट ड्रिङ्क्सहरू जस्तै कोका-कोला, पेप्सीहरूले पनि युरिक एसिड आउँछ र यो फोटोमा देखाए जस्तै खानेकुराहरू खाएमा यी खानेकुराहरूले हाम्रो शरीरमा युरिक एसिडको मात्रा घटाउन सहयोग गर्छन्। जस्तै भिटामिन सी पाइने खानेकुराहरू अमला, कागती, सुन्तला र अमिलो, जसले किडनीबाट युरिक एसिडलाई बाहिर फाल्न मद्दत गर्छ र फाइबर जन्य कुराहरू हरियो सागपात, फलफुलले हाम्रो पेटबाट प्युरिन भन्ने प्रोटिनलाई एब्जर्ब भएर रगतमा जान दिन्न र युरिक एसिड कन्ट्रोलमा सहयोग पुर्याउँछ। त्यसैले यदि हामीले यसको सही जानकारी राखेर हाम्रो खानपान मिलायौँ भने यो रोगबाट बच्न सकिन्छ। र यो रोगको अट्याक धेरैजसो मानिसमा चाडपर्वमा आउने भएको कारणले चाडपर्वको बेला खाने बेलामा हामीले आफ्नो स्वास्थ्य हेरेर सोचेर मात्र आफूले लिने खाना लियौँ। हस्त, धन्यवाद।